नमस्कार सम्पूर्णमा। अनि भोलि हरियाणी एकादशी अर्थात् तुलसी रोप्ने दिन श्रावणको 9 गते शनिबारको दिन परेको छ। अनि मैले चाहिँ अस्ति नै असारको 11 गते दल राखेको थिएँ। मेरो तुलसी चाहिँ यतिको बिरुवा भएछ है। अनि तपाईहरुको चाहिँ कतिको भएको छ? मेरो चाहिँ यतिको भएको छ। अब भोलिको लागि तयारी रोप्नुपर्छ। अनि फेरि मैले चाहिँ बाती पनि काट्नु पर्यो नि त भनेर बाती काटेको। यो मैले चाहिँ है कति भयो मैले बाती नकाटेको, आफै बाती काटेर चढाएको। धेरै राम्रो लाग्छ मलाई चाहिँ है। यसरी काट्दै गरेको थिएँ। मैले चाहिँ काट्न नआए पनि बल्ल बल्ल काटेँ। मैले चाहिँ यसरी काट्दैछु, बटार्न पनि नआएर के भन्नु र। हे प्रभु, बिर्सिहाल्दा नगरेको कुरा है, बिर्सिहालेँ। पहिला आउँथ्यो, अहिले त बिर्सि पो सकेछु। अनि काट्दै गरेँ अनि त्यसपछि बल्ल बल्ल भयो। अनि त्यसपछि अब पूजा त गर्नु पर्यो है। आफैले बाती काटेको चाहिँ धेरै राम्रो लाग्छ मलाई हैन। तै पनि अब जानी नजानी पनि अनि यसरी बाती काटेँ मैले। यसरी देखाउँदैछु, लास्टमा यत्रो भयो। अनि यतिको बनाएँ मैले। अब भोलिलाई पूजा